हेलो एभ्रिवान, वेलकम टु माई अनदर मिनी ब्लग। आज चाहिँ यो सिर्जनाले के देखाउँदैछ भनेर नभन्नु होला, किनकि यो भनेको हामीले सजिलो छिटो मिठो तरिकाले घरमै बनाउन सकिने हेल्दी नरिवलको लड्डु हो। आउनुहोस् तपाईँ हामीसँगै मिलेर बनाऊँ। यहाँ मसँग छ एउटा नरिवल र अलिकति बदाम। यसलाई हामीले काटकुट गरेर फ्राई गर्नुपर्छ र थोरै प्यानमा घिउ राखेर मैले यसलाई फ्राई गरेँ। हजुरहरूले यसमा काजु, किसमिस, अरू एक्स्ट्रा नट्सहरू पनि एड गर्न सक्नुहुन्छ। मसँग चाहिँ जति थियो त्यति नै गरेँ। यसलाई मजाले मिक्स गरेर फ्राई गरिसकेपछि चाहिँ यो मैले प्लेटमा ट्रान्सफर गरेँ। सेलाएपछि मिक्सी जारमा राखेर मिठासको लागि थोरै मिश्री पनि एड गरेको छु। त्यसपछि ग्राइन्ड गरेर हाम्रो तयार भयो लड्डुको लागि र मटेरियल। यति भएपछि अरू हामीलाई केही पनि चाहिँदैन। अब हाम्रो काम भनेको जोसँग रिस उठेको छ त्यसको नाम लिँदै टक्क मुठीमा अलिकति र मटेरियल लिएर कचाक कुचुक थचक थुचुक पार्दै लास्टमा गोलो गोलो बनाउने र हाम्रो लड्डु यसरी रेडी हुन्छ। साथीहरू हजुरहरू पनि अवश्य एकचोटि